कताको अब त हाम्रो के हामी अब जब ग्रुप लिडरले के भन्नुहुन्छ अवश्य ग्रुप लिडर त्यही हुन्छ मालकिन के भन्नुहुन्छ सोधेर आउँछ त्यसो भए त हामी बसेको ठाउँ चाहिँ यही हो विन्डम हाम्रो रुम चाहिँ यो ट्याप्स हाम्रो के छ प्रोग्राम यहाँ कहाँ जान्छ हामी अब आज हामी कहाँ जान्छौँ भने फर्स्टमा हामी जान्छौँ वनक्कास फेमस ट्री भनेर हुन्छ त्यो रिभरको बिचमा एउटा रुख छ कि त्यो फेमस ट्री छ त्यहाँ जान्छौँ त्यसपछि हामी ल्याभेन्डर फार्म जान्छौँ अनि ल्याभेन्डर फार्म गएपछि हामी एउटा नेसनल पार्क जान्छौँ त्यहाँनिर चाहिँ झरना हेर्छौँ अनि त्यसपछि झरना र अर्को के हो छ त्यहाँनिर त्यसपछि हामी अन द वे हुँदै फुकाकी जान्छौँ त्यसपछि चाहिँ हामी फुकाकीपछि हाम्रो मेन डेस्टिनेसन भनेको चाहिँ के अरे नाम लेक टिकापो भन्ने छ त्यहाँ जान्छ त्यहाँबाट हामी हाम्रो अकोमोडेसन जान्छौँ सो इट्स अ बिग डे टुडे नाइस I'll be ready in That's fine 5 minutes take your time because म तिमी के गर्छौ भनेर just हेर्न need to आएको wear the dress. That's fine take your time काटौँ के हो हामीले काटौँ भने त सुरु तपाईँको तपस्या लाग्दैछ क्या रहेछ ठाउँमा र हामी कहाँ लाग्दै भन्दा भन्नु फेरि कस्तो आनन्दले सुत्यो अहिले कहाँ लाग्यो हामी पैसा लिनु पर्दैन पर्दैन डिपोजिट छ छैन खासै नआएको थियो डेन्जर रहेछ हाम्रो बिमुजनको दुईजनालाई एकैचोटि चकमा दियो कि तपाईँले चाहिँ गफ हानिदियो म चाहिँ सोचेँ कि मैले भनेर भन्ने पारिदिएँ कि मलाई चाहिँ सिरियस जोक हानिदिएर रेडी हो सबैजना रेडी हो चलाएको छैन यो चाहिँ वनका ट्री रे यसको यो चाहिँ पुरानो ट्री हो अरे यो चाहिँ पानीमा एक्लो बसेकोले यसको अलिकता त्यही हो यसको स्पेसल भनेको त्यसको पछाडिको भ्यू चाहिँ एकदम राम्रो हामी चाहिँ ल्याभेन्डर फार्म आएको छौँ अनि हाम्रो ब्रदरले चाहिँ अब के हनी टेस्टिङ गर्ने भन्नुभएको छ गर्नु त गर्ने हो किन lavender shop, honey tasting, tea room and ice cream, farm tickets, animals, games and gardens. राम्रो ठाउँ छ चाहिँ Let's go. सब कुरा ल्याभेन्डरको छ यहाँ चाहिँ के चिज हो भने नि के चिज हो यो ल्याभेन्डर फार्म जानु लाग्यो अनि टिकट चाहिँ यहाँ बिक्री गरेर लगाउनु लेभेन्डरको खाएको टेस्ट चाहिँ मलाई खासै थाहा नभएको भएर लेभेन्डरको चाहिँ अब बाख्ना चाहिँ मैले त्यो पनि
बनाएको स्प्रेहरू टोयलेट स्प्रे हो मैले लेभेन्डर चाहिँ मैले टोयलेट्समा खुब मन पर्छ लेभेन्डर भन्ने अहिले त नाम पनि राम्रो नेपालमा छ रोज जहाँ पनि सुन्छ रोज लेभेन्डर भनेपछि अनि लेभेन्डरको चाहिँ एउटा बास्ना चाहिँ टोयलेटमा स्प्रे गर्ने मात्रै युज गरेको मैले लेभेन्डर कसरी युज हुन्छ कहाँ युज हुन्छ केही पनि थाहा छैन पर्पल कलर चाहिँ मनपर्छ मलाई नो कमेन्ट सबैभन्दा के बाँकी नै राख्दैन है होइन स्प्रेवाला के कहीँ नेपालमा या कतै युज गरेको छ कि घरमा लेभेन्डर स्प्रे बाथरुम स्प्रे कहाँ थ्याङ्क्स भन्नुभयो तपाईँलाई थ्याङ्क्स टु अस हामी यहाँ आइदिउँ इन्भिटेसन हामीले मानिदिउँ के भयो खास वर्ल्डवाइड इमेल सर्कुलेट भइसक्यो भित्री इमेलमा हुन्छ आउँछ जान्छ छिर्छ बास्ना लिन्छ यो मन पऱ्यो त्यो मन के पनि नखाने त्यो मान्छेले आफैले चिकन छैन भने क्या त्यस्तो त्यो थाहा चाहिँ हामी बिफ खान्न भनेर यहाँ बिफ पायो विल हाफ चिकन भने पहिल्यै सर्कुलेट भइसकेको छ यस्ता मान्छे आने यो भन्नु भनेर पहिल्यैदेखि उनीहरू भने हामी जहाँ एउटा मात्रै छिर्ने गरेर छिरे के किन खाएर कहाँको भनौँ न त अब हामी वनकाबाट 1 आवर डिस्टेन्समा यहाँ उठ्छ के खण्ड क्रिक फल भन्ने चाहिँ झरना हो अनि त्यहाँ आएको लेट्स सी ओके हे ज्याकेट अलि टाढो लाग्छ भने के भने यसो हेरौँ न ग्लेसियरबाटै आउने फल रहेछ प्लान्टहरूको बारेमा होला डल्लो के हो यहाँ के छ यसो हेर्नु दाल डल डल भन्नुभएको थियो नि खतर रेन फरेस्ट है के रहेछ त विमोचनको यसो तपाईँलाई के इन्फर्मेसन पाउनुभयो त Everyone was a pass in the ruin of the past. 2 million years अगाडिदेखि आइस एजदेखि नै आइसले कभर गरेको एरिया चाहिँ अनि खण्ड क्रिक चाहिँ 28 मिटर हाई वाटरफल हो यो वाटरफल अनि त्यो रिभर चाहिँ हास्ट रिभर
नेपालमा भएको यहाँ कतिवटा 50 खोलिसक्थ्यो एउटै खोल्दैन बिजनेस सुरु भइसक्दैन के मूर्खताहरू चाहिँ त्यसमा पनि फर्केर जानु भनेको माथि यार तपाईँ जानु चाहिँ मूर्खता हुन्छ तालहरू ट्याप्स कस्तो भयो त वाटरफल कस्तो दामी के रामला वर्थ इट पानी नै यस्तो आएको ब्लु कलर हैन यस्तो चिसो एकछिन खुट्टा तल हाल्यो भने त फ्रिज हुने कि यस्तो चिसो पानी मैले बोलाएको ल पानी भित्र आउँछ ओके लेट्स गो अब हाम्रो डेस्टिनेसन कहाँ हो त पहिला यो सिधा बनाउँछु ब्लू पुल ट्याप्स सिधा बनाउँछु अब ब्लु पुल लेट्स गो त्यो बाटोबाटै अब त जानुपर्छ म गएको छु दाजु पनि जानुपर्छ यस्तै छ सही छ मैले भनेको ठाउँ त यस्तो ए पानीको पुल हुन्छ ए गएको छु यो ठाउँमा चाहिँ ड्रोन नचलाउनु पाउने रहेछ बाटो चाहिँ लामै रहेछ 13 मिनट हिँडिसक्यो हामी तर 8 पुल अझै आएको छैन हाम्रो ब्रो चाहिँ लम्की हिँडिरहेको छ अगाडि मैले जति नै त्योभन्दा तपाईँलाई आधी हिँडे जस्तो भयो होला तपाईँलाई मेरो 2 पालाबाट तपाईँको 1 पाला हुन्छ एक कदम हुन्छ ब्रो वकम्यान 8,000 9,000 हुन्छ युजली सर्वदाको 12,000 13,000 कहिले 15,000 15,000 walking step my god सधैँ केमा काम गर्ने खुट्टा भएर त्यो चाहिँ होला तपाईँ कति हुन्छ त धेरै हिँड्दो रहेछ ब्रो हामी नै कति 15-17 मिनट हुनु लाग्यो यो 8 पुल भन्ने अझै आइपुगेको छैन तर एउटा झुलेङ्गे पुल चाहिँ आयो माई गड त्यहाँसम्म हिँडेर जानु पर्यो पानी चाहिँ राम्रै सफा रहेछ पानी त पानी म त्यस्तो झुलेङ्गेमा गएर तपाईँ गर्नु होला है म त्यस्तो चाहिँ गरेँ म झुलेङ्गे पुलमा त्यस्तो हाम्रो उता त तारको हुन्छ नि होइन 2 मिनट वक रे अब आइपुग्नु कम बाटो छ दाइ कम बाटो तर्छ नि सोचेको डोल्नु नाइस ठाउँ छ हामी आयौँ गाउँमा हामी यो गाउँको नाम हो मक्काडुरा अनि हामी दामी क्याफेको नाम हो ब्लु पुल तिमीलाई मन पर्यो के चाहिँ क्याफे यो क्याफेको पछाडि छ नि बस्ने ठाउँ छ क्या त्यहाँ ब्लु पुल पनि छ कि त्यहाँनिर त्यही भएर यसको नाम ब्लु पुल हो तर हामी चाहिँ गएनौँ नि त पछाडि मैले यो पुरै रिसर्च गरेर आएको दुईवटा मात्रै ठाउँ छ यहाँ यो र अर्को एउटा अहिले कस्तो प्लान बन्यो प्लान सुन्नु लाग्यो मैले अब यता यत्रो टाढा आइसकेपछि यतातिर पनि त हेरौँ न त भन्ने यसो हेरेको त ल यस्तो दामी दामी ठाउँ रहेछ है ल चाहिँ नि अब हेर्नै पऱ्यो उता हेरौँला उता जाउँला हामी त त्यहीँ बस्छौँ नि त अनि भोलि त्यहाँबाट धेरै टाढो छैन कि हाम्रो डेस्टिनेसन अनि 1 घन्टा 2 घन्टामा त सकिहाल्छ त्यसपछि माउन्ट पुगको अलिकति ट्रेक गरौँला
सकेसम्म त आजै मैले म के गर्ने रे ट्रेक गर्ने त्यो गाह्रो ट्रेक होइन अरे सबभन्दा इजी ट्रेक हो अरे जुत्ता चाहिँ गर्नु लाग्छ नत्र होइन अर्को जुत्ता छ आज त त्यो ट्रेक गर्ने प्लानै छैन ट्रेक जाने बाहिर माउन्ट कुक के हुनसक्छ सक्छ तपाईँ त सक्छ थाहा पाइसकेँ उता आनन्दसँग एउटा सास पनि फुले होइन सधैँ सुताइहाल्नुपर्छ आज सुतिहाल्नुपर्छ ब्रेकफास्ट नि खाएको छैन केही खाएको छैन सदा आइज हामी गरौँ सदा तैँले भने गीतै मलाई आउँदैन आइज सदा आइज अनि आम्पा चाहिँ खायो My name is Pink and really nice to meet you. Until then. It feels illegal. My name is Pink and really nice to meet you. You've been recommended by me so ट्याप्स के पायो तिमीले के पायो स्पेसल टमाटो अनि चेरिजहरूको एकदम फेमस गरे सो एउटा लिन्छु त्यो बाटोमा हाम्रो एउटा फ्रेस ग्रोसर भेट्यो यो सामान किलो छ भन्ने हिसाबले हामीले मैले ओइल ओइल उल्लिन्छ होला तपाईँले सक्नु अन्डा ब्रेड त राइट साइडमा छ मैले देखेको थिएँ अन्डा चाहिँ राइट साइडमा भनेपछि लोकल होला जम्मा त्यति भयो के भन्दैन मगर चाहिँ टू भनेको $10 अस्ट्रेलियन भयो मगै हो खास छैन मैले पहिला अन्डा चाहिँ अलिक महँगो भएछ $10 पुग्छ जम्मा 582 700 700 जामा के हो के हुनु उतापट्टि हो कि भेटायो तेल ए अन्डा लिइसक्नु भयो यो अन्डा तेल भयो ब्रेड लिइसकेको सिधै के लिनुभयो त ब्रेड लिनुभयो अहिले चेरी लिनुभयो चाहिँ हामी होलिडे होममा रहेछ दिस इज द वान पानी पनि परिरहेको छ पनि रहेछ नि त छ हेर्छ सबै भयो दिस द वान नाइस है ओपन ठुलो नयाँ बनाएको रहेछ ग्यारेज यताबाट होइन
यी घाँस युज गर्न नदिनु रहेछ त्यही भएर छोडिदिनु ठिक छ द्याट्स फाइन पुग्छु म्या ब्रो कहाँ लाऊ त भनौँ न बार्बिक्यू गर्न मासु लिँदैन तिमी किन हाँसिरहने फेरि लेट्स गो गाइज दुई तिन भयो अब तिन हुन्छ त्यो ल्याउन तिनचोटि तिन सेकेन्ड हुन्छ मोबाइलको आइटमहरू यो छिटो चाहिने चस्माको आइटमहरू सबै मिट हन्टको लागि जानु हामी दाइ बाइचान्स हामीले त्यो मासु पाएन भने त्यो हरिणलाई समाजमा छ हेल्प गर्ने हरिण काटेर खान्छ हामी दुइटै गर्नुपर्छ लेट्स गो यहाँ 1.5 किलोमिटर भने क्या अब चिप्लिन्छ हल्का चियर्स न चियर्स होइन चियर्स गर्दाखेरि आँखामा आँखा राखेर चियर्स गर्नुपर्छ अरे Thank you, girls. Thank you, girls. बार्बेक्यू होला छ बार्बेक्यू त लास्ट छ कस्तो भयो होइन अर्कै खालको त्यो के भेडा के अरे डल्ले खुर्सानी जस्तो छ मिठो डल्ले खुर्सानी जस्तो खै बाहिर खानुपर्ने सेफजी तपाईँले के बनाउँदै हुनुहुन्छ नाइस त्यस्तो लाग्यो है आधा किलो भयो भोलि पनि सक्यो यस्तो भोलि ट्रेकिङ आइपुग्दा बनाएर अहिले नै बनाउनु त्यहाँ राखेर ढिलै भयो हामी किनला म्यानेज ब्रो हेर्दाखेरि ल्याम मिठो लाग्छ नि होइन तँलाई के लाग्यो मलाई त ठिकै नै हुन्छ के छ यहाँ What's cooking? Barbecue?